असला हन्टिङ असला हुन्छ के हुन्छ अब त्यो चाहिँ थाहा छैन होइन। यसो सेतीतिर फिसिङ हिँडेको खासमा खेल्न हिँडेको चाहिँ असलै हो। खोला धमिलो छ अब लाग्छ कि लाग्दैन त्यो पनि फिक्स हुन्न होइन। परेछ भने चाहिँ म तपाईँहरूलाई देखाउँछु। खोला पनि धमिलो धमिलो ठुलो ठुलो छ। के कसो हुन्छ उहाँ एकजना चाहिँ रहेछ होइन। त भइहाल्यो दुईजना। अब लोकेसन पनि आइयो बसकास पनि हान्यो भर्खर हान्यो सँगै छैन बिस्तारै ठुङ्गा माछा पर्ला। लोकेसन चाहिँ यही हो हेर्न सक्नुहुन्छ। एउटा चाहिँ पर्न सफल भयो असला। ओहो है 66 बोनी बोनी है सानो। सानो असला है। ल हेर्नुहोस् 1 किलोको माछा। एउटा कराउँगे एउटा भर्खर आउँदै बित्तिकै कराउँगे काब्रेहरू निस्किरहेछ। एउटा पर्दिहाल्यो राम्रोसँग देखाउने पाइन्छ फेरिहरूको करङ्गे काब्रे दाइको नि एउटा काब्रे बन्न सफल भयो है। देखाइदिनु दाइ आएको रेङ्गुट सेङ्गुट किनिरहेको छैन छाता किनिरहेको छैन पानी परिदियो टेन्सन भयो कि के गर्नु भयो कि हिजो नि यस्तै भयो आज नि यस्तै भयो बस्नु मन लागेन। त्यही भएर आएर यहाँ एकजना त्यो दाइ चाहिँ माथि हुनुहुन्छ यस्तो पनि हुन्छ कि है। आउँदै निस्किनु पऱ्यो छत्ता लगाएर पानी पऱ्यो अलिअलि बिदा भएको बेलामा निस्किहाल्नु पऱ्यो नत्र फेरि अहिले ठुलो पऱ्यो भने खोला के बास होला जस्तो लाग्यो। त्यही भएर अनि आजको टोटल क्याच चाहिँ यति छ। एउटा यो भर्खर परेको हामी दाइ पनि यता अब निस्किनु गयो। त्यो माछा नदेखे पनि हामीलाई हेरेर पनि चित्त बुझाउनु